नमस्ते सम्पूर्णलाई। फेरि म आज हाम्रो एकदमै महत्त्वपूर्ण एउटा योग शिक्षा म भन्नु गइरहेको छु। विशेष गरी यसलाई चाहिँ हाम्रो गुन्डोलुङ भन्छ। गुन्डोलुङ भन्दाखेरि चाहिँ हाम्रो यो ध्यान र शिक्षाहरूको लागि एकदमै सुस्त र स्पष्ट, एकदमै सफा, अ, राम्रो र एकदमै अ, अ, एकतर्फीको एउटा ज्ञान हुनुको लागि एउटा एकदमै राम्रो उपयोग हुने एउटा योग शिक्षा एउटा हो। अब यसले चाहिँ कसरी अ, ज्ञान लिने भन्दाखेरि चाहिँ फर्स्ट हामी एकदम खुल्ला ठाउँ र अनि सफा, अनि यो दृष्टि चाहिँ एकदमै दृष्टिकोण चाहिँ एकदमै राम्रो हुने ठाउँ र सफा जग्गामा, अलि उच्चको त्यो ठाउँतिरमा चाहिँ यो एकदमै राम्रो हुन्छ भन्ने भनाइ छ। अब यसले चाहिँ यो ध्यानले चाहिँ लुङ्रो गुठु भन्छ। लुङ्रो गुठुमाथि म आज चाहिँ यसमा चाहिँ तिन प्रकारको हुन्छ। आज चाहिँ म फर्स्ट चाहिँ म भनिकन भोलितिर चाहिँ म फेरि दर्सो अनि भन्दै जाउँ भने सस आयो। आज चाहिँ म फर्स्ट चा एकार भन्छ। अब फर्स्ट हामीले ध्यान गर्दाखेरि चाहिँ एकदमै शान्ति र एकदमै खुल्ला महसुस, खुल्ला मन भइरहेकन तपाईँको यस्तो बस्ने तरिका चाहिँ यस्तैमा बसिदिनु होला। अनि त्यसपछि चाहिँ हामीले एउटा ज्ञान र एउटा सस लिनुपर्ने हुन्छ। हाम्रो यो शरीरमा चाहिँ तिन भाग, दायाँ बायाँ अनि बिच, यसरी तिन भाग एउटा छुट्याइकन तपाईँले एउटा सेतो नाडी चाहिँ यो दायाँको यो नाकबाट चाहिँ यसरी गइकन तपाईँको यो नाइटोभन्दा तलमा गएको र एउटा सस लिनुपर्ने हुन्छ, ध्यान गर्नुपर्ने हुन्छ। अनि फेरि रातो नाडी एउटा तपाईँ नसा एउटा चाहिँ यसरी यो यो हाम्रो बायाँबाट चाहिँ गइकन यो तलको नाइटीबाट, अनि त्यहाँबाट चाहिँ हरियो नाइटी एउटा यसो बिचबाट गएर हाम्रो यो शिरको माथि घ्यालिङ जस्तै माथि फड्काएको जस्तै गरेर यो शिरमा चाहिँ खालीको सस त्यो ध्यान गर्नुपर्ने हुन्छ। यसरी गरिकन अनि तपाईँले फर्स्ट अनि हाम्रो लुङ झिङ्गुप भन्छ। लुङ झिङ्गुप चाहिँ फर्स्ट तपाईँले सास झिन अनि ङुप भन्छ। फर्स्ट हामीले सास बाहिर एकचोटि फाल्नुपर्ने हुन्छ, किनकि हाम्रो यो भित्रमा सास र वायु चाहिँ एकदमै फर हुन्छ। त्यो फर्स्टमा त्यसै फाल्नुपर्ने हुन्छ। अब सँगै गरेर भन्दै तपाईँहरूले पनि यस्तै शिक्षा लिनुभयो भने एकदमै राम्रो हुनेछ। यसरी फर्स्टमा फाल्ने, अनि त्यसपछि फालिसकेपछि तपाईँले यो बायाँको बुढी औँलालाई यसरी थिचिकन अनि फर्स्ट हाम्रो यो दाहिनो नाक चाहिँ छेकिकन बायाँबाट हामीले तान्नुपर्ने हुन्छ सास एउटा। यतिखेर चाहिँ यो बायाँप्रतिको एउटा नडीबाट चाहिँ एकदमै सास मजाले गएको र ध्यानमा चाहिँ तपाईँले यो भैरवमा यो पञ्चतत्त्वहरूको शक्ति बाहिरबाट यो हरियो वनहरूको यो हाम्रो सास अक्सिजनहरू सबै तपाईँले पाउने चिजहरू सबै आफैले आएको एउटा अनुभव र आएको एउटा फिल लिनुपर्ने हुन्छ। अनि बिस्तारै छोड्नुपर्ने हुन्छ।
अनि यसरी 3 चोटि गर्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ तपाईँले बिस्तारै थोरै राख्ने अनि बिस्तारै छोड्नुपर्ने हुन्छ। अनि दोस्रोमा चाहिँ तपाईँले अलि अघिको भन्दा अलि साह्रो गरेर तान्नुपर्ने हुन्छ सास। अनि यो सास यताबाट फाल्दाखेरि चाहिँ तपाईँले भूतकालदेखि तपाईँले गरेको पाप अनि क्रोध भूत प्रेतको एउटा हामीलाई नेगेटिभप्रतिको हामीलाई दुःख पाप रोग सबै हामीले अहिले दायाँबाट फाल्दाखेरि चाहिँ तपाईँले दायाँको यो सासबाट सँगै गएको एउटा महसुस लिनुपर्ने हुन्छ। यस्तै 3 चोटि गर्नुपर्ने हुन्छ। फेरि हामी एकचोटि दोस्रोमा चाहिँ बाहिरको पञ्चतत्त्वको शक्ति सबै आफैको शरीरमा आएको एउटा अनुभव लिनुपर्ने हुन्छ। अनि बिस्तारै यो दाहिने यो सेतो नाडीमा सास गएर तपाईँले भित्र आफ्नो शरीरमा भएको रोग, मनमा भएको राग, जीवनमा भूतकालदेखि आएको हाम्रो भूत प्रेत सबै यो दाहिने नाकको नाडीबाट सँगै गएको अनुभव र महसुस लिनुपर्ने हुन्छ। यो चाहिँ अघिभन्दा अलि साह्रो बाहिर फाल्दाखेरि पनि भित्र सास तान्दाखेरि पनि अलि साह्रो गर्नुपर्ने हुन्छ। अब यो चाहिँ लास्टमा चाहिँ तेर्सो हो। तेर्सोमा चाहिँ एकदमै जोडले रोक्दाखेरि पनि अलि लामो समयमा रहनुपर्ने हुन्छ। फाल्दाखेरि पनि अलि सास साह्रो र अलि कडा सास अलि फाल्नुपर्ने हुन्छ। तान्दाखेरि र फाल्दाखेरि सजाय चाहिँ अघिको जस्तै बाहिर तान्दाखेरि यो बाहिरमा भएको पञ्चतत्त्वहरूको शक्तिहरू सबै आफ्नो जिउमा आएको एउटा महसुस ल्याउने। फाल्दाखेरि चाहिँ आफैले भूतकालदेखि गरेको पाप, शरीरमा भएको रोग अनि मनमा भएको क्रोध सबै यो दाहिने सासबाट सँगै बाहिर गएको एउटा महसुस लिइकन बस्नुपर्ने हुन्छ। अब यो चाहिँ लास्ट हो। हस्। अनि त्यो सबै तपाईँले लिइसकेपछि तपाईँले अलि आनन्द र शान्ति सुखको एउटा महसुस लिइकन तपाईँको यो सास बाहिर फालिसकेपछि तपाईँको जिउमा आनन्द एउटा फिल, यो फिललाई ध्यान गरिकन अलि 5-10 मिनट समयसम्म बस्नुपर्ने हुन्छ। हस् त, धन्यवाद। अनि भोलि चाहिँ फेरि हाम्रो दोस्रो यो योग शिक्षा चाहिँ कसरी गर्ने भन्ने विषयमा म
भन्दैछु। आजको लागि यति गरिकन हस्त, धन्यवाद।